जनमत पार्टीका नेता तथा मध्य प्रदेशका सांसद सतीश कुमार यादवले सतीश कुमार सिंहले मल खाद वितरण मनोमानी भइरहेको आरोप लगाउनु भएको छ। शुक्रबार मध्य प्रदेश सभा बैठकले सुरुमै सांसद सिंहले मल खाद कहाँ के कति वितरण भइरहेको विषयमा 8वटै जिल्लाको तथ्याङ्क उपलब्ध गराउन मध्य सरकारसँग माग गर्नु भएको छ। उहाँले मल खाद वितरणमा मनोमानी भइरहेको खबरहरू आइरहेको भन्दै वास्तविक किसान समक्ष मल खाद पुर्याउने तर्फ सबैले ध्यान दिनुपर्ने आग्रह गर्नु भएको छ। प्रणाली छ र जुन डाटा दिएको छ त्यो अनुरूप सबै जिल्लामा खाद पुगिरहेको छैन र सम्मानित यो सदनका सम्पूर्ण मान्यजीहरूलाई आफ्ना आफ्ना क्षेत्रमा पाउनुपर्ने खाद कति हो त्यसको विवरण त्यसको डाटा हामीलाई चाहियो र त्यस डाटा अनुसार जहाँ जहाँ खाद वितरण भइरहेछ त्यहाँ चाहिँ कुन हिसाबले वितरण भइरहेछ, त्यहाँ कालोबजारी भइरहेछ, त्यसका डाटाहरू त्यस्ता सहकारीहरू मार्फत जुनबाट चाहिँ कालोबजारी भइरहेछ त्यस्ता आएका डाटाहरूलाई सहकारीलाई खारिज हुनुपर्छ। सांसद सिंहले धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले निर्देशनमा उनका भाइले पत्रकार शिवेन्द्र रोहितलाई कुटपिट गरेको भन्दै यस विषयमा पनि मध्य प्रदेश सभा मार्फत प्रदेश सरकारलाई ध्यान आकर्षण गराउनुभयो। असार 23 गते धनैजी गाउँपालिका धनुषाका प्रमुख प्रशासकीय अधिकृतका समाचार लेखेको भरमा उहाँको भाइद्वारा असार 25 गते यही धनुषा भानु चोक बोलाएर पत्रकार शिवेन्द्र रोहितालाई निर्घात रूपमा कुटपिट गरेको छ, त्यसमा चाहिँ ध्यान आकर्षण होस् भन्ने। असार 25 गते पत्रकार रोहितमाथि कुटपिट भएको थियो।